यस क्षेत्र शिक्षक भनौँ या शुभचिन्तक श्री विजय गुरुङ सरलाई ती शब्द सुझाउको रूपमा बोलिदिनुहोस् भन्ने यहाँ हार्दिक अनुरोध गर्दछु। रङ्गो प्राथमिक पाठशालामा वार्षिक रूपमा कसै नि यो कार्यक्रम गर्दै आएको छ अथवा स्वर्गीय प्रकाश राई स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार दिने गरेको छ र त्यो कार्यक्रममा मलाई पनि बसेनी निम्तो प्रतिभा राई प्रकाश किचोरी जो यहाँ आज प्रमुख अतिथिको रूपमा आउनुभएको थियो र उहाँकै भवनबाट पुरस्कार प्रदान गरिएको थियो हामीले प्रदर्शित पढ्यौँ र हामीले हेर्नु पायौँ। आजको दिनमा विशेषतः रङ प्राथमिक पाठशालाका भूतपूर्व शिक्षकहरू एक समयमा शिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो र पछिबाट उहाँ बगानमा जानुभयो र उहाँ रिटायर दिइरहेका छौँ र हामीलाई आनन्द भइरहेको छ। र आज पनि यो कार्यक्रम यहाँ भइरहेको छ। यो कार्यक्रममा अहिले वर्तमान शिक्षकहरू प्रधान शिक्षक दिनेश भाइ हुनुहुन्छ। उहाँको कुशल सञ्चालनमा यो स्कुल अघि बढिरहेको छ। स्कुल पाठशाला सञ्चालन समितिका सभापति श्री विजय पेले हुनुहुन्छ र उहाँको यो सञ्चालनमा यो स्कुलले अहिलेसम्म आफ्नो बेडा थामिरहेकै छ। हामीले देखेको यो स्कुललाई सरकारी फन्ड एलोकेट हुनुपर्ने हो है। यो रङ्गो प्राथमिक पाठशालाले आधा मात्रामा एउटा रूप पाएको छ, सिमेन्ट बिल्डिङ पाएको छ भने आधा बनाउनु बाँकी नै छ र यो सम्पूर्ण रूपले प्राथमिक पाठशाला पक्का बिल्डिङ बनिन सकेको खण्डमा हामी फेरि खुसी हुन सक्दैथ्यौँ। र यसको अभिभावकहरूले पनि बढी चासो लिएर आफ्नो उपस्थिति विभिन्न ठाउँमा दिइरहेकै हामी देख्छौँ र यो बडो राम्रो पक्ष हो भनेर हामी भन्न सक्छौँ। र हामी सबैको स्कुलले आफ्नो स्तर आफ्नो नाम यस अझ फैलाएर लैजाओस् भन्ने हामी चाहना राख्छौँ। आजकल एउटा समस्या के देखिन्छ भने स्कुलका विद्यार्थीहरूको सङ्ख्यामा वृद्धि नभएर कमी हुँदै आएको हामी देख्छौँ। आजकल विभिन्न इङ्ग्लिस स्कुलहरूको उपलब्धि हुनाले स्कुल खोलिएको हुनाले गर्दाखेरि सरकारी प्राथमिक पाठशालामा नानीहरू पठाउने एउटा जो प्रथा छ त्यो घट्दै आएको स्थिति छ। यो राम्रो लक्षण होइन, तर पनि अब यसलाई सुधार्नको निम्ति स्कुलका प्रत्येक शिक्षक शिक्षिकाले बहुत सक्दो चेष्टा गर्नुपर्छ। राम्रो पठन कार्य होस्, राम्रो शिक्षण कार्य होस्, राम्रो नाचगान सांस्कृतिक कार्यक्रममा भाग लिन नानीहरूलाई प्रोत्साहित गरोस् र यसो हुन सकेको खण्डमा नानीहरू यहाँ आकर्षित हुनेछन् र गार्जेनहरूले पनि नानीहरूलाई यस सरकारी स्कुलमा पठाउन चाहनेछन्। त्यस्तो बनाउनु पर्ने हुन्छ। आखिर सरकारले पनि त्यही चाहेको छ। हाम्रा जनता त्यति राम्रो स्थितिमा छैन, आर्थिक स्थिति त्यति राम्रो छैन र सरकारी प्राथमिक पाठशालाहरूमा आफ्नो नानी पढाउन सकुन् भनेर चेष्टा सरकारले पनि गरिरहेको छ। पाठशालाको उन्नति भवनको उन्नति गर्ने गरेको छ। जस्तो यो किचन सेट जति जुन छ कति राम्रो पहिला थिएन यस्तो। आजकल दिउँसो मिड डे मिलको आयोजना गरिन्छ, त्यस्तो सहुलियत दिएको छ। यो जम्मैको फाइदा उठाउनुपर्छ है। पुस्तक सित्तैमा पुस्तक वितरण पनि हुन्छ, त्यस्तै स्कुल ड्रेस पनि सरकारी तौरले पनि दिइन्छ र कयौँ प्रकारले नानीहरूलाई पनि आर्थिक सहयोग पनि गरेको छ सरकारले। यो जम्मैको फाइदा उठाउँदै सरकारी स्कुलमा नानीहरू पढाउनुमा कुनै असुविधा हुँदैन, नराम्रो होइन र यो राम्रो पक्ष हो भन्ने कुरो हामीले बुझेका छौँ र तपाईँहरू सबैले बुझ्नु भएको छ। र तपाईँहरूले जसले गार्जेनहरूले आफ्नो नानी रङ्गो प्राथमिक पाठशालामा पठाउनु गर्नुभएको छ र तपाईँहरूलाई बहुत धन्यवाद छ। यसरी यही स्कुललाई जिउँदो जाग्दो राख्नुपर्छ। यो स्कुलको नाम अझ बढाउनुको निम्ति तपाईँहरूको चेष्टा, हाम्रो शुभकामना र स्कुलले शिक्षक शिक्षिकाहरूको पनि ठुलो
योगदान रहन्छ भन्ने मेरो भनाइ छ र आज कार्यक्रममा उपस्थित हुन पाएको छु बहुत बहुत धन्यवाद छ मलाई निम्तो गर्नुभयो र हामी यहाँ आएका छौँ र आज कार्यक्रम अझ चलिरहेको छ म अन्तसम्ममा बसेरै गएको हुनेछु भन्दै मेरो आफ्नो यो वक्तव्यलाई यही शेष गर्छु धन्यवाद।